वाह हेर त त्यहाँ लिची लिची त यहाँ धुलो कति बसिसक्यो नि बादमा blood letter beauty better oh my darling लाई blood यहाँ आउ न पोस्ट खानलाई छैन सबै लगाइदिए पुरा आनन्दै हुन्छ एकजना लगायो भने साह्रै नमजा हुन्छ के यहाँबाट बाइक खोज्नु कहिले आइपुग्नु होला एकदम बाँचेकोले संसार देखिन्थ्यो होला हामी कहाँ हिँडेको हामी खै थाहा छैन आज चाहिँ मैले इन्टर भिडियो पनि बनाउनु पाइनँ अब यत्तिकै बाइकमै बनाउने हो बाइकबाट इन्टर भिडियो पनि बनाउँदै अब चाहिँ म जाँदै साथीहरूले कहाँ जाने भनेर फोन गरेर वाक्क लाएर नजाने भनेको म चाहिँ आज वाक्कै लगाइसकेको फोन गरेर त्यही भएर म चाहिँ हिँड्न लागेको हो हेरौँ कहाँ पुग्ने छ कता जाने हो कहाँ जाने भन्दा पनि भन्दैन केटाहरू ठिकै छ अब यहाँबाट केटाहरू कलङ्कीमा आएर बस भनिरहेछ केटाहरू चाहिँ कति बेला निस्किने हो होइन ठिकै छ आज चाहिँ म यहाँबाट निस्किन लागिसक्यो अब म चाहिँ जान्छु पहिले गएर तेल हाल्छु तेल कति सक्यो नि त्यही हो गाइस आज कहाँ जाँदैछु तर त्यो चाहिँ थाहा छैन आज कहाँ जाने भन्ने कुरा चाहिँ अब फिक्स भएको छैन मलाई चाहिँ थाहा छैन केटाहरूले अब ऱ्यान्डमली कता जाने हो त्यो चाहिँ अब गएपछि नि थाहा हुन्छ होइन नजाने भनेको म चाहिँ लास्टै ल्याङ गरेँ केटाहरूले सो त्यही भएर म चाहिँ निस्किसकेको छु कलङ्कीतिर भेट्ने भनिरहेछ अब हेरौँ त्यहाँ भेटेपछि चाहिँ केटाहरूलाई भेटेर त्यहाँबाट चाहिँ हामी कहाँ जान्छौँ हेरौँ कहाँ हो जाने हो टेन्सन बोकेर जाने भनिरहेछ तिरपाल सिरपाल उतै बस्ने क्याम्पिङ बस्ने भनिरहेछ अब कस्तो खालको क्याम्पिङ हुने हो थाहा छैन यस्तो जाम चाहिँ के को होला नि फेरि यो ल शनिबार हो त हौ आज थोरै जाम त छैन त के को जाम हो यो लङ टुरको गाडीहरू किन यसरी तेर्साइदिएको के आन्दोलन गरिरहेको हो क्या हो बाटोमा गाडी तेर्साइदिरहेको छ यार केटाहरू कहाँ आएर बसिरहेछ आज प्लानिङै छैन केटाहरू एक्कासी भन्छ के हो कता जाने पनि थाहा छैन कता हो के भन्छ यिनीहरू के भन्छ हौ अनि मलाई यहाँ कलङ्कीको ओह्रालोमा बस्नु लगाएर यहाँ तल यहाँ म आइसकेँ त्यत्रो जाम छिचो लिएर आइसकेँ आलु र अनिसले कहाँ भनेको मलाई कलङ्की चोक रे तलतिर ओह्रालो पुल भने होइन त्यत्रो त्यहाँ बाटोमा गाडी तेर्साइरहेछ अब म कहाँदेखि आउनु त ए कस्तो केटाहरू कहाँ भन्छ हौ लोकेसन पनि तिमीहरूलाई लोकेसन पनि कहाँ कस्तो फोन पनि उठाउने यहाँ सुन्दैन अनि सुन्नु परेन बिस्तारै हिँड्नु यहाँ बुङ्गुर मासु कता सोन्दै दिन्छ होइन सोन्दाको बाइक दिन्छ जीवन छ बोल्नु जीवन खोइ बुढो रिसिट तेल हाल्नु तेल हाले 500 को अब के थाहा पैसै थिएन हेलो तिमी कहाँ हो म आइसकेँ यहाँ चोकमा आइज भन्न उकालो माथि आउन उकालो मास्तिर छौँ हामी जीवन त आइज जीवन आइज मान्छे ढिलो गर्छ यी नजिकको मान्छे होस् न नगर अहिले जेल लागिराख्नुपर्छ के जेललाई तपाईँले बोक्ने के रे के भन्छ मुजी खुपे कता स्वयम्भूपट्टि रे त्यही अघि सोन्दा कहाँबाट छिरेको देखिन सेल्सबेरीबाट भित्र छिरेको रामकोट जाने बाटो अरे मास्तिर रामकोट जाने बाटो हो क्या चोकदै सिधै आउन यतातिर तँ त्यहीँ थियो बाइक लिएर कहाँ आएको
लड्ने गरिदिन्छ मलाई यहीँ थियो बाइक लिएर कहाँ जान्छ अनि आफै आँखा देखेन होला नि त अङ्कल घर गयो यही क्या लिनुलाई अङ्कल जीवन तिमीले त कहाँ तल भनेको त कल उहाँ पर पुग्यो म त्यो पछि यहाँ आएको क्या फोन पऱ्यो नि त भन्नलाई यहाँ आइज भनेर पहिले त्यहाँ कुरेको सबलाई होइन म तेल हान्नलाई उहाँ गएको के वसुन्धरा ए विवास लिनु गएको सोन्दै त्यसपछि सबैजना भेट्न त्यहाँ भनेर भेट्न आएको आसँग फेरि यता आएको क्या अनि वसुन्धरा तेल हाल्न गएको माछाले मोबाइलले पैसै छैन मसँग ल उहाँ पुगेर त अनि घर गएर अनि फेरि उता आएर अनि पैसा 1000 रुपियाँ लिएर आएको म अनि तेल हालेर फेरि उहाँ पुगेँ कसरी 500 तेल हालेर 500 यहाँ गोजीमा छ नि अनि के गरेको जीवनमा यो दोरी हो अब फोन आएको थाहा पाउनु पऱ्यो नि त मेरो थाहा हुन्छ त कस्तो भाउ खाएको सबैभन्दा सजिलो चाहिँ मै हो के सबैभन्दा सजिलो चाहिँ मै हो सो हामी चाहिँ यहाँबाट चाहिँ केटाहरूलाई भेटेर हिँडिसक्यौँ अब कहाँ जाने चाहिँ थाहा छैन केटाहरू होइन लगिरहेछ हुरुरु बनाएर अब हेरौँ कता पुऱ्याउने केटाहरूले आज उतै रात क्याम्पिङ बस्ने भन्छ अब के हो कसरी क्याम्पिङ बस्ने म त बसेको पनि छैन भूतले खायो भने छैन अर्को भयो सबैजना भयो 2 3 4 5 6जना भयो अनि अरू दुईजना कुन्दन थियो बाटो त्यहाँ बगाल बनाएको रहेछ नि त यही ग्रुप गएको थियो है त्यही ग्रुप हो अर्को उ थियो नि वाम्पुले उहाँ पनि थियो क्या कुन्दन थिएन क्या रे कुन्दन थियो कुन्दन मसँग बस्या हो एकजना एक्लै बसेको क्या रे एकजना खोइ एक्लै को बस्या हो वा यो बाटो खतरा रहेछ नि त हौ सीता पाइलाबाट सिधै माथि आएपछि यो बाटो आउने रहेछ यहाँबाट धारकै पुगिन्छ अरे यो माथिको दामी छ त यता कस्तो कस्तो घर हुन्थ्यो मान्छेहरू उता हो बबाल रहेछ ठाउँ काठमाडौँ छिर्ने बाटो त कतिवटा छ हौ है काठमाडौँ भ्यालीभित्र छिर्ने बाटो त कतिवटा छ भन जताततै छ त वरिपरि छ त भने अझै बनाउँदैछ यो केटी लाग्छ केटी जस्तो नबस न यार सुत्यो भने अब बाटो सानो रहेछ झन्डै झऱ्यो तलतिर म त आम्मा सानो रहेछ बाटो छ्या अप्ठ्यारो हुन्छ हामी कहाँ हिँडेको हामी खै थाहा छैन केटाहरूले मासु बोकेर हिँडिरहेको छ कहाँ लगेको थाहा छैन त्यो मासु कहाँ लगेर पोलेर खाने हो खै त्यो कहाँ भन्थ्यो मलाई त भनेको छैन हिँड्ने उठेर मात्रै हिँड्नु न भनेको कस्तो केटाहरू ब्रेकै लाग्नु छोडिसक्यो यार हो र खिचिरहेको छु खिच्नु त बगाल रहेछ ठाउँ यता आएर घर बनाउनु पर्छ क्या अरे त्यही त त्यही त यस्तो राम्रो रमाइलो बाटो रहेछ म त यो बाटो हिँडेकै थिएन क्या म त त्यहाँ अब सीता पाइलो त यता रामकोट मात्रै आउँदो होला त्यसपछि उता बाटै छैन होला भन्नु ठाने त बबाल छ है बाटो यार बाटो खतरा छ क्या बबाल
कहाँ बस्ने आउँदैछ त रमाइलो गर्दै हिँड्नुपर्छ नि त अनि भट्टामी रहेछ नि त जीवन नगर भर आँप रहेछ आँपको बगान हेर त बबाल रहेछ यार ठाउँहरू तर लास्टै रमाइलो रहेछ क्या ठाउँ चाहिँ वा हेर त त्यहाँ लिची लिची खाइदिउँ चोरिदिउँ है चोरिदिउँ क्यामेरा चाहिँ अन नगर्नु भयो अनै छ कहाँ अन छ त छैन अन छ यहाँ हेर त छ खै त अघिसम्म त सेतो देख्छ अहिले कालो देख्छ ए आयो अन छ क्या आफ्नो आफ्नो कन्फिडेन्ट हो नि त वाउ दामी छ यार जे होस् खतरा रमाइलो आयो ल देखा त त्यहाँ आम्मा बाटो धर मकै कस्तो बबाल हुन्छ यार आँप पनि फल्यो रहेछ यार आज आँप टिपेर खानुपर्छ बाटोमै रहेछ है धुनी बेसी रहेछ सीता पाइलाबाट छिर एकैचोटि यहाँ धुनी बेसीमा आएर मिसिँदो रहेछ धार्के कि के हो धुनी बेसीको बाटो आउँदा चाहिँ यहाँबाट मिसिने रहेछ यहाँबाट चाहिँ हामी ठ्याक्कै फेरि थानकोटकै बाटोमा मिसिसकेका छौँ अब केटाहरूले कहाँ लाने हो हामीलाई त्यो थाहा छैन हेरौँ कता लाने हो किन साइड दिएर भन्दा छु कि खै त खिचेर मात्रै हुन्छ बोला न केही हान्देऊ न हेलो वेलकम टु माई भिलेज हामी चाहिँ गन्तव्यसम्म आइसक्यो वेलकम टु धुलो बाटो कतिको गर्मी छ त तपाईँलाई एकदम चिसो भएर एकदम चिसो भइरहेछ तपाईँलाई यहाँ म 20 रुपियाँको मिनरल वाटरको पानीले 20 होइन 25 अनि देखाऊ दा खोजी भेटै खोजी देखाऊ कसरी अफ गर्ने हो माथि चाहिँ नयाँ ठाउँमा आइपुगेको छौँ होइन सबैजना हुनुहुन्छ मेन चाहिँ यहाँ हुनुहुन्छ होइन यहाँ यो भुँडी देखेर पानी पऱ्यो भने चाहिँ बिजोग हुन्छ होइन यसरी त मलाई त जीवन तल जाऊ दे अब हामी यसो डुल्न लागेको छौँ यताउति के कस्तो छ नयाँ नौलो ठाउँमा होइन कस्तो पानी पर्छ रहेछ ल उता फुटबल चौर रहेछ नि उता झिँगाले दिँदो रहेछ लाग्यो मलाई राति त कहाँ झिङ्गा आउँछ त झिँगा कहाँ लान्छ लामखुट्टे चाहिँ भरे अहिले मान्छे
मेरो त अनुहार नदेखायो यार पुरै माया बोल्ने ए ल है त अनि हाम्रो यहाँ ल ल्याछ होइन लाइट ल्याछ किन लाइट के को लाइट लाइट त यहीँ पोल्छ जस्तो छ राति खोइ कहाँ छ चिम चिम्ची छैन चिम छैन क्यारे होल्डर मात्रै छ चिम छैन टोइलेट गएर खानु ल्याउने यस्तो होला क्या यो पिकनिक गर्ने बेला सबै थोक हाल्छ होला क्या त्यहाँनिर त्यो ऊ के अरे समूहको मान्छे आएर सबै कहाँ पिकनिक गर्छ त यार र समूहको मान्छेले आएर त्यो पानी सानी चढाइदिने पानी चलाउनु लागि त्यो समूहको मान्छेलाई पैसा तिर्नुपर्छ अरे त्यही त पहिले लाइन आएको छैन छैन म भनिदिन्छु तपाईँसँग नि त आएको छ अघि चाहिँ लाग्यो कस्तो हुँदो रहेछ करेन्ट लाग्दा होइन क्या यो पहिले समय पैसा तिरेर सबै रेडी गरिदिनुहोस् क्या प्री बुकिङ होला त्यो एकपट्टि मात्र बोल्यो नि त अङ्कल त्यो खनाउँछ भने प्लास्टिकको थालमा सेकमा भनेको ए अच्छा अच्छा हाम्रो मासु पाक्दैछ केटाहरू बसिरहेछ आमा के को मासु हो यो आमा मेरो मासु ल बङ्गुरको मासु बोइल गरेर खाने हो सेको सेको बनाउने ठाउँ छैन ल हाम्रो केटाहरू चाहिँ यहाँनिर गफ हान्दैछ मजाले बसिरहेछ राति त छ नि यस्तो क्या धेरै गर्मी भयो नि ट्याक्क यो लाने सुत्ने क्या पानी पर्यो भने कहाँ सुत्ने तान्ने बाहिर पानी पऱ्यो भने त्यसै जाडो हुन्छ अहिले हेर्न राति त्यसै जाडो हुन्छ क्या पानी पनि पर्नु पर्दैन हेर्न अहिले अहिले म्याटिस खोज्न सुजन्दा हिँडेन मलाई भन्नु अहिले राति हुँदै भरे तानेर सबै ओर्ने जतिले म त घुवाइ नि भरु रुख चढेर सुत्छु छुट्टी भए पो हुन्छ होइन होइन ऊ त्यहीँनिर उयो छ क्या लस छ भन्दै हुन्छ दाइले त्यो केही भएन नि यता लस नजाउँला नि के भयो अस्ति नै हामी राति 11 बजे कन्फरेन्स लजमा गर्छु सुजन्दाको भुँडीमाथि सुत्नु मेरो मैले चाहिँ यसो सोचेको होइन बनाउनु नाप्ने भुँडी ल नाप भुँडी नापेर हुन्छ लु नापो केटा हो ए तपाईँ त्यो एक दुई भिजाउनु भयो कि हेर्नु भुली च्यालेन्ज सबैभन्दा सानो भुँडी चाहिँ पोके पोके उलेर गयो भने गएस आफू चाहिँ कति नै बोल्दो रहेछ मैले बोलिसकेँ नि केटाहरूको यसो माछा त्यही खोलातिर नुहाउँदैबाट चाहिँ गर्दै हुनुहुन्थ्यो अनि डरायो नि त अनि खोलामा नुहाउनु कहाँ मिल्छ नौरो होइन त्यहाँ त शीतल हावा आउँछ नि त उनीबाट यहीँबाट देखिन्छ अझै केही पुगिरहेको छैन दाउरा छँदैछ क्या अरे बोकेर लाने हो मासु पकाउने अनि जाने होइन राति हुँदा चाहिँ बगरमा नबस्ने भने हो क्या सबै लगाएर बरु आनन्दै हुन्छ एकजना लगायो भने साह्रै नमजा हुन्छ के सोच्न लगाएको ठिक होइन ठ्याक्कै तपाईँको गाउँ गएर रोकिने नि दाइ लगायो भने बाइक लिन फेरि आउनु भोलि यस्तो रहेको त माथि चाहिँ बाइक टक्क ठगिरहेको मान्छे चाहिँ मान्छे त छैन मान्छे चाहिँ कोही पनि छैन सरल बग्दै बग्दै म स्याङ्दी सरल अनि होइन कि तर सबै तल गएर बाँच्नु क्या त्यहाँबाट बाइक कुद्नु कहिले आइपुग्नु होला कि लाग्नु रे क्या बाँचेकोले संसार देखिन्थ्यो होला कति खुसी भइन्थ्यो होला बाइकको चिन्ता बाइकको कुरो गर्छ होइन नाङ्गै भएर निस्केपछि तल कस्तो हुन्छ के छ हजुर उम्लिँदै पाक्छ त के गरेको हौ त्यो नबोल्नु नि पाकेको अब छैन झिङ्गा है झिङ्गा पहेँलो देख्ने नि के छ तपाईँहरू पहेँलो मसला झिक्नु त झिङ्गा धेरै आयो क्या झिङ्गा लगाउनु त त्यो थल्ले भने आज ज्वरो हाम्रो चाहिँ पाक्दैछ यहाँनिर तिमीले के बनाएको सेकुवा सेको हो हाम्रो कुकुर ठुलो भयो सानोले जे जानेछ नि यहाँ चोरसँग फुटी खान म राम्रो खाइदिएको भोलि बिहानको लागि कफी लिएको बिउ छैन आउँछ क्या अङ्कलको गेडा प्रोबाट पनि राम्रै आउँछ भिडियोहरू जीवन भोलि टक्कै कफी क्या कफीमा कुकै फेल खायो जस्तो है पकाइहेर्नु नि त एकचोटि थाहा हुन्छ अहिले कागती सर र माथिबाटै केटा अब कागती के आफ्नै निचार हाल्यो त कागती ल्याएन पाउनु पऱ्यो नि तपाईँको गाउँ मेरो गाउँ हो यो मुजी तर ठाउँमा चाहिँ राम्रो सामान नपाउने यहाँ तर है दाइ यसले त कति मजाले दाइको गाउँमा त सामान कति पाउँछ तर थाहा छैन क्या अरे गाउँमा त बियरदेखि लिएर मासु भने मासु मुङ्गुरो मासु भने मासु बियर भने बियर सस्तोमा सस्तो एकैटा खाँदैछ है भात हजुर कतिजना भने
छजना जेरी म अनिल सुजन दाई अर्जुन अङ्कल मिठो छ मिठो छ हामीलाई उडाउनु लाग्यो हावाले दा यहाँ धुलो कति बसिसक्यो नि भातमा भातमा अहिले धुलो बसिसक्यो धुलो त आएन भाइ यहाँ नदेखा मात्रै रात हल्का होइन कत्रो हावा चलेको हावा हो क्या पिरामुला त्यो एउटासित भातले पकाउने अगाउनेले हो त्यो सिलिमले कुरो गर क्या प्रेग्नेन्ट भएकोले अगाउँछ त दिपेसी थोरै किरण प्रेग्नेन्ट भयो होइन हो त के छ ठिक छ हाम्रो जङ्गलको खुवाई भाइ उडाएर धादिङै पुऱ्याउला जस्तो छ आजमा दार्जिलिङमै त हो नि हामी काठमाडौँ पुरा यो गाउँमै पुऱ्याउला जस्तो छ क्या हजुर अनि खाइन्छ चाहिँ हावा नचालेको हुन्छ क्या लास्टै हावा चल्छ भात सक्यो अनिस भात छैन यहाँ खाउँ यहाँ हाम्रो भाइ डेन्जर छ रेजीको तालमा यस्तो हावाहरू चलेर भात खाइरहेको सकेर भात खानु है त भात खानु के भात होइन भर्खर भात जीवन यहाँ आऊ न पोट खानलाई बाउ आउ न म यही छु त त्यो मोबाइल दाइन भाइ अनिस आऊ आमा एकजना कति प्लेट खा 450 कति दाल त है यसो डुबाएर यसो निकाल्यो पानी तरेर क्या ल ल ल गोप्रो टाउको दुखिरहेको पेट पनि दुखिरहेको के भयो तँलाई कति बज्यो हेर त जाने कितनों के दिल चकनाचूर हुए मेरे पीछे तिम्रो बाउलाई राइड कि आमालाई साइड कि अरूलाई राउन्ड किक भन्दिनु कसले भनिकन सोध्दैछन् भने हे उही त हो नि काले ज्वाइँले सोध्या छ भन्दिनु हे उही त हो नि काले ज्वाइँले सोध्या छ भन्दिनु ड्युटी बेटरलाई ब्लड लेटर ड्युटी बेटर माई डार्लिङलाई ब्लड अब नाइट स्टे गरेर चाहिँ यहाँबाट निस्किसकेका छौँ आजको बिहानै कति बज्यो 6 बज्यो रातभरि लामखुट्टेले खायो मर्ने गरी लामखुट्टेले रातभरि आज चाहिँ यहाँबाट अब हामी फर्किसक्यौँ
आजको लागि भिडियो यति नै। रातभरिको रमाइलो भिडियोहरू अब हल्का एडिट सेडिट गरेर हालिन्छ। आजलाई चाहिँ यहाँ यो भिडियो चाहिँ आजलाई यहीँनिर सकिन्छ। सुताइ चाहिँ साह्रै नमजाको भयो क्या फेरि अरूभन्दा नि।